नमस्कार सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हामी आज जेठ महिनाको 17 गते हामी मङ्गलसेन नगरपालिका वडा नम्बर 13 खालडाँडादेखि बाँडा जाने क्रममा हामी यो जेठ पूर्णिको छडाल बेताल माट्या अमरकट्टी साउटी 5 वटा देवताको पूजा गरिने ठाउँमा हामी देवताको पूजा गर्नलाई हिँडिरहेका छौँ। यहाँहरू सम्पूर्ण गाउँवासी हाम्रा खालडाँडा गाउँवासी दाजुभाइहरू हामी साथमा हिँडिरहेका छौँ। गाउँतिर मान्छेहरू प्राय जसो बसोबास नभए पनि गाउँ छोडेर कोही तराई कोही कुनै ठाउँ गए पनि तर देवी देवता पुज्ने क्रममा हामीले यो ठाउँमा अवश्य आउनुपर्छ। यहाँ गाउँठाउँलाई माया गर्नुपर्छ, हाम्रा देवी देवताहरूको पूजापाठ गर्नुपर्छ र हाम्रो पुर्खौँदेखि पुजिआएको हाम्रा देवी देवताहरूलाई कसैले पनि नरोगेर पुज्नुपर्छ र हाम्रो आस्था कहिले टुट्दैन। त्यसैले हामी जुनसुकै स्थानमा बसोबास गरे पनि जुनसुकै ठाउँमा हामीले काम गरे पनि तर हाम्रो स्थान हाम्रो जन्मभूमिलाई माया गरिरहनुपर्छ। यी सम्पूर्ण हाम्रा गाउँवासी मेरा खण्डाला गाउँका दाजुभाइ वासीहरू अहिले पनि गाउँमा यति बसोबास भइरहेका छन्। गाउँमा बसाइसराई छोडे पनि तर गाउँमा मान्छेहरूको अझै पनि कमी भए जस्तो लाग्दैन। रमाइलो छ गाउँमा, वातावरण रमाइलो छ, मौसमहरू पनि राम्रो छ, चिसो मौसम छ, सुन्दर हावा छ, वन जङ्गलहरू हरियाली भइसकेका छन्, पालुवाहरू पलाइसकेका छन्। यस्तो शुद्ध मौसममा हामी हिँडिरहेका छौँ। धन्यवाद, नमस्कार सम्पूर्ण।